यो नानीको हिम्मत, आँट, साहसको लागि हृदयदेखि सम्मान गर्न चाहन्छु। ढिला आयो तर एकदम कडा आयो, 100% करेक्ट आयो। यो नानी भन्दैछन् आफ्नो बाबा मम्मीसँग, योपालि भोट यस्तो व्यक्तिलाई नदिनुहोस् जो आफ्नो पार्टीलाई जिन्दाबाद भन्न लगाउँछन्। भोट यस्तो व्यक्तिलाई दिनुहोस् जो विदेशमा रहेको आफ्नो दाजुभाइ नेपाली जनताको लागि स्वदेश नेपाल फर्काउने हिम्मत, आँट र साहस गर्दछन्। यस्तो व्यक्तिलाई भोट दिनुहोस्। यसकारण यो पालिको भोट घन्टी रवि लामिछाने र बालेन शाहलाई दिनुहोस् भन्दै हुनुहुन्छ यो नानीले। यो भिडियो म बाआमासँग कुरा गर्न चाहन्छु। बाआमा, तपाईले चुनावमा एउटा छाप लगाउँदा यहाँ मेरो भविष्यमा दाग लाग्छ भन्ने कहिले सोच्नुभयो? तपाईले त पुरानो नाता निभाउनु भयो, तर त्यो नाताले मलाई आफ्नै देशमा अनाथ बनाइदियो। इतिहासले भन्छ कालो अक्षर भैँसी बराबर हो। हाम्रा नेताका लागि हाम्रा शैक्षिक प्रमाणपत्रहरू त्यस्तै भए। शिक्षा र स्वास्थ्यमा आफ्ना मान्छे नहुँदा हामीले लाइनमै जवानी बितायौँ। पहुँच हुनेले अस्पतालको बेड पाए, नहुनेले शमशानमा ठाउँ। हामीले विदेशको विकास देख्यौँ, त्यहाँको नियम देख्यौँ। त्यहाँको सरकारले आफ्नो नागरिकलाई सम्पत्ति मान्छ, तर हाम्रो सरकारले रेमिटेन्स पठाउने मेसिन। नयाँ शक्तिको उदय कुनै व्यक्ति विशेषको रहर होइन, यो त हामी जस्ता दोस्रो दर्जाका नागरिक बनाइएका युवाहरूको मौन विद्रोह हो। उखानै छ नि, अचानोको पीर खुकुरीले जान्दैन। हामी अचानो बन्यौँ, अब खुकुरी फेर्ने बेला आएको छ। बाआमा, अब भोट उसलाई नदिनुहोस् जसले तपाईँलाई जिन्दाबाद भन्न लगाउँछ। अब भोट उसलाई दिनुहोस् जसले तपाईँको छोराछोरीलाई घर फर्काउने आँट गर्छ। सधैँ पुरानै गल्ती दोहोऱ्याउने अनि नयाँ परिणाम खोज्ने मूर्खता अब नगरौँ। यो पटकको भोट परिवर्तनको लागि आफ्नै सन्तानको अनुहार सम्झेर हान्नुहोस्। यो भिडियो हरेक घरका बाआमासम्म पुर्याइदिनु होला। धन्यवाद। जय देश, जय घन्टी।